त्यही भन्न चाहन्छु। जानुहोस् होला। हेलो गाइज, वेलकम टु न्यू भिडियो। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु भन्दै आजको यो नयाँ भिडियो, यो न्यू भिडियोलाई चाहिँ अलिकति रमाइलो गर्ने हिसाबले बनाउँदैछु। यो भिडियो चाहिँ फुलसम्म हेरिदिनुहुन्छ भन्ने आशा गर्दै यो भिडियोलाई अगाडि बढाउन चाहे है त। लुक्दा है त गाइज, म चाहिँ यहाँबाट अब चाहिँ निस्किनु थालेको। लमा पानी परिदिइराखेँ, त्यहाँ निस्किन्छ भनेको तनाउ भयो यार। पानी परिदियो, तनाव भयो। अब कसरी जाने? छि, रेनकोट लगाएर भयो पनि जानु पर्ला है एकछिन। त्यही गर्नु पर्ला। अब रेनकोट लाउँछु म है। गाइस, रेनकोट त लगाएँ होइन, तर ला ठुस गर्न यार कसम औडा वास्तै ठुस गर्न के गर्नु लाउनै पऱ्यो होइन। लाउन के हो त्यो लाउनै पऱ्यो होइन। यत्तिको त लाउनै पर्ने हुन्छ यसरी चाहिँ। एकछिन है त। हेलो गाइस, फाइनल्ली मैले सबै लगाइसकेँ होइन। अब म यहाँ निस्किन्छु। अब त्यही हो, पानी परिरहेको छ होइन। यसरीसम्मतिर अब हेरौँ, अलिक अगाडिसम्म पानी परिरहेको छैन भने चाहिँ मोबाइल निकालेर भए पनि अब बनाउँछु भिडियो चाहिँ। अब अहिले चाहिँ अब निस्केको चाहिँ अब बनाउनु पाइनँ, किनकि यहाँ चिप्लो पनि छ होइन। यहाँ चिप्लो पित्तै चिप्लो भने टेन्सन हुँदाखेरि म एउटा हातले मात्रै धान्नु सक्दिनँ। त्यही भएर चाहिँ यहाँबाट चाहिँ निस्केँ म अहिले है त। ल गाइस, फाइनल्ली म चाहिँ निस्केँ होइन अहिले। अब हेर्नु सक्नु पाइदियो होइन, पानी परिरहेको छ। त्यही भएर चाहिँ बहुत चिसा पनि खाइदिनु भन्नु आएको, बाहिर धेरै गर्न निस्केको। त्यही भएर चाहिँ अब जति सक्छु त्यति बनाउँछु अघिल्ला चाहिँ है त। र म त्यहाँ भाइहरूसम्म जानेको बाटो चाहिँ यही हो गाइस। नजारा खतरा छ, यो नजारा हेर्दै जाऊँ चाहिँ सपक्क साइली यस्तै हो। कता गयो कान्छी र माइली, अब यस्तै बाटो यही हो होइन। बाटो चाहिँ यही हो। त्यहाँसम्म जानुको यहाँ सबै अब सकेको सबै भिडियोहरू बनाउँछु। पानी धेरै नै पऱ्यो भने चाहिँ अब सक्दिनँ होइन। पानी धेरै पऱ्यो भने चाहिँ सक्दिनँ। ग्राउन्ड छ, ग्राउन्ड छ। यो चाहिँ रामबेलको ग्राउन्ड छ यहाँ चाहिँ। पहिला त खेल्न गइन्थ्यो, अहिले चाहिँ गइँदैन। चाहिँ भाइहरूको ठाउँमा चाहिँ अब के लगेर जाँदैछु त्यो त अहिले मैले देखाएको छैन जस्तो लाग्छ मलाई। त्यहीँ गएर देखाउँछु। यो त यहाँनिर हो, भाइहरूको ठाउँमा चाहिँ म आएको। धेरै टाढा छैन, अब आयो। म यहाँनिर हो, यहाँनिर ठ्याक्कै यहाँ हो, यहाँनिर हो। यहाँ चाहिँ के लिएर आएको छ अब यहीँनिर हेर्नु। मैले चाहिँ यो चिज बोकेर आएको थिएँ। यहाँ दार्जिलिङ छ, फलो गर्नु सबैले।
म फलो गर्नु होला म चाहिँ यहाँ बाहिरबाट आएँ होइन अब यहाँनिर चाहिँ थोरै डान्स सिकेको डान्सरहरूको डान्सहरू गर्छौँ त्यो यहाँ ह्यान्डसमहरू मजाले ओइ कसैले के अरे च्याट गरिरहेको छ त ओइ 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 कोहीले च्याट गरिरहेको छ त्यो कमेन्टमा यता हेर ओ यता हेर यता कहाँले कता गयो ओइ के हो फोनमा हो थारेको आरू हो काले अहिले चाहिँ हाम्रो भैलीको कार्यक्रम सञ्चालन गर्न हामी डान्स सिक्दैछौँ कराउँदा घाँटी जस्तो भइसक्यो केही दिइसक्यो सबैले मिलेर यो च्यानलमा फलो गरिहाल लाइक सबैजनाले लाइक सब्सक्राइब गरिदिनु हामीलाई सपोर्ट गर्नु ठुलो भएपछि हामी सबैलाई सपोर्ट गर्छौँ हल्ला चाहिँ नगरौँ न यहाँ भाइहरूले चाहिँ डान्स सिक्दो रहेछ होइन म चाहिँ यहीँ भाइहरूसँग आएको यहाँबाट चाहिँ कहाँ जान्छु केही थाहा छैन एकछिन यहीँ बस्छु म चाहिँ है त ए ल पहिला को यो त जान्नु भनेर बसेर त ओ त किन आएको भन्दा त जा त जा त जान्नु भनेर बस्यो होइन को यार सुसाइड गरेको मान्छे नि आएछ यो चाहिँ अब यहाँ भैलो जान लागेको अब बहिनीहरू पहिलाको टोली पनि हो यो बहिनी अनि यो तिनजना चाहिँ पहिलाको टोली हो पहिला पनि गएको थियो अहिले पनि जान लागेको रहेछ अब बहिनी पनि छ यहाँ अब यहाँ नयाँ छ आज के अरे यसपालि चाहिँ सबैजना नयाँ छ यहाँनिर चाहिँ आज यसपालिको चिल्लर पार्टीहरू होइन काले चिल्लर पार्टी हो नि त सबै चिल्लर पार्टीहरू यसपालिको चाहिँ यसपालिको सबै चिल्लर पार्टीहरू यहाँ एउटा फोटो हान्छ तपाईँको यहाँ बस्छ म आज अलि सेतोमा खै देखेन सेतोमा हो क्या अलि बात चाहिँ म आज अलि ह्यान्डसम देखियो क्या हो यो आजको बहिनीहरूको डान्स नाचिएको यहाँनिर चाहिँ यो चाहिँ टोल वान हो यो चाहिँ अहिले चाहिँ नसिक्दै छ भाइ बहिनीहरू अनि थाहा छैन र त्यसै थाहा छैन भनेर लाग्यो मोक्तान सोल्टी होइन एकछिन बस्नु एकछिन यहीँ त बस्नु पऱ्यो अब एकछिन यहाँ रेस्ट एकछिन आराम गर्छु अनि त्यसपछि फेरि स्टार्ट गर्छु यही हो यहाँ गाउँको नजारा यो चाहिँ होइन यो चाहिँ अब पहिलाको गाउँको नजारा यो चाहिँ अझै गाउँ बिस्तारै अहिले एकछिनमा गाउँ छिर्नु पर्ला त्यो गाउँको पनि यसो भिडियो देखाउनु पर्ला यो भिडियो चाहिँ अलिकति लामो नै हुन्छ भन्ने आशा राखेको छु र पुरा भिडियो हेरिदिनु हुन्छ भन्ने पनि आशा गर्दै यो भिडियोलाई अगाडि बढाउँदै
लैजानु रहेछु। अहिलेलाई चाहिँ म यहाँ एकछिन झ्याउझ्याउ भएर चाहिँ एकछिन यहाँ बाहिर आएको। धेरै झ्याउझ्याउ भयो भने म झलक थियो मलाई त्यहाँ अब त्यही माथि अब नाच पनि सिकिरहेको छ होइन। अनि त्यही भएर त्यहाँ डिस्टर्ब पनि के गरिदिने अब त्यो भिडियो सिडियो बनाएर धेरै भनेर चाहिँ निस्किएको म एकछिन। अब त्यहाँ सिक्दैछ भाइहरूले सिकाउँदैछ। अब त्यही हो अब एकछिनमा चाहिँ म यहाँ निस्किन्छु अहिले। र गाइस अब फाइनली सबैजना निस्क्यो होइन। आजको भिडियो चाहिँ अब त्यो नाचेको चाहिँ भिडियो बनाइनँ मैले। नाचेको भिडियोहरू चाहिँ अहिले अब कम्प्लिट पनि भएन अनि त्यही भएर चाहिँ खासै बनाएन। अब भोलि पछिको दिनमा अब भिडियोहरू अब बनाउनको लागि चाहिँ अब पुरा कम्प्लिट भइसकेपछि चाहिँ भिडियो बनाउँछु नाचेको भिडियोहरू पनि। अब अहिले चाहिँ अब यसो गाउँ घुम्छु। अब गाउँ घुमेर चाहिँ अनि घरतिर अनि बस्छु। हाम्रो ह्यान्डसम भाइहरू यहाँनिर पुरै हिँडिरहेको यहाँ। हाम्रो कोच लिडर ओ लिडर कोच यहाँ कोच यहाँ छ डान्सर कोच। उता लिडर चाहिँ उता पुगिसक्यो। यसपालिको लिडर रातिमा हराउँछ खोज्दै नपर्छ। अब लिडर राखिसक्यो। अब अहिले नै अब लिडर भाका पुग्नु पऱ्यो चाहिँ। ओ लिडर कहाँ जानु लाग्यो कस्तो यार। यहाँ मेरो भाइ लिडर हजुर अर्जुन भुषालको दाइ साइडमा होइन यसो यहाँ चिनाउनु खोजेको क्या यसो अहिले पछि सबैजनालाई अनि गराउँछ अनि मेन भनेको भाइ हो। अनि मेरो लिडरसिपले चाहिँ नतिजा देखाइरहेको छ होइन। यस्तो भइरहेको अब के भन्ने त। यो चाहिँ मेरो यो अहिले चाहिँ यो मेरो के भन्छ अरे के भन्छ नि त्यसलाई कि कस्तो अड्यो कि यो मेरो दुःख भने नि यो मेरो परिश्रम यसको सब के अरे त्यसलाई फल चाहिँ मैले भोलि पछि पाउनेछु होइन। त्यही भन्न चाहन्छु। भोलि पछि नै हुन्छ है। लिडरको कुरा सुन्नुभयो होला। यही हो गाइस आजको भिडियो चाहिँ यस्तै हो। अब एकछिन यसो गाउँ घुमेको यसो देखाउँछु अनि त्यसपछि आजलाई यति नै। बस्नु त उतै जाने हो नि त। ल बाई बाई गाइस। र आजको लागि चाहिँ यति नै भन्दै म अब गाउँ यसो हल्का देखाउँछ हाम्रो पानी पनि अँधेरो भइरह। अब अहिले त खासै राम्रो पनि देखिँदैन होला। भोलि पर्सितिर यसो भिडियो बनाएर अनि देखाउनु पर्ला। है हो गाउँको नजारा। पानी डाल रंग में लु त कोच राम्रोसँग जानुहोस् होला।